उहाँहरू पहिलो पुस्ताकै नेपालीहरू अत्याधिक हुनुहुन्छ। 25-30 वर्ष अगाडि जानुभएकाहरूको बालबच्चाहरू त्यहाँ जन्मेर हुर्किन थालिसक्यो होला, त्यो अर्कै कुरा हो। तर बहुसङ्ख्यक 98% जो नेपालीहरू विदेशिनु भएको छ उहाँहरू बहुसङ्ख्यक रूपमा चाहिँ नि पहिलो पुस्ताकै नेपालीहरू हुनुहुन्छ। र त्यो पहिलो पुस्ताको नेपालीहरूको जग त यहीँ नै छ, उहाँको सम्झना यहीँ छ, यहाँको हुर्काई यहीँ छ, उहाँको आत्मीयता यहीँ छ। र त्यसले गर्दाखेरि पनि हामीले चाहिँ नि उहाँहरू विदेशीयता पनि कहीँ न कहीँ कुनै न कुनै हिसाबबाट नेपालसँग भावनात्मक हिसाबबाट पनि किन नहोस् कनेक्टेड भइरहेकै पाउँछौँ। तर तपाईँ सोच्नुहोस् त, यो पहिलो पुस्ता जुन मैले भने नि 98% पहिलो पुस्ता जो युरोप, अमेरिका, अस्ट्रेलिया, जापान विभिन्न राष्ट्रमा गएर माइग्रेट गर्नुभएको छ, अर्को 25-30 वर्षपछि के हुनेवाला छ? 25-30 वर्षपछि त विदेशमा बसोबास गर्नुभएका 98% नेपालीहरूको त वहीँ हुर्काई रहन्छन्, वहीँको भाषा, वहीँको संस्कृति, वहीँको कल्चर सिकेको हुनेछ। र यो राष्ट्र त उहाँहरूको चाहिँ नि उहाँहरूको लागि खालि आफ्नो बाउबाजुको राष्ट्र मात्रै हुनेछ, त्यही किसिमको आत्मीयता र भावना हुने छैन। त्यसैले पनि हामीले एउटा ठुलो जमात 20-25-30 वर्ष भनेको कुनै ठुलो कुरा हुँदै होइन। यहाँ बसेको कोही व्यक्तिहरू मेरो उमेरमा पुग्दाखेरि त्यो परिस्थिति चेन्ज हुनेवाला छ। ठुलो जमात चाहिँ नेपालबाट डिस्कनेक्टेड हुन्छ। त्यसैले अलिकति हामीसँग दूरदर्शिता छ भने खालि विदेशीय 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 भन्नुभन्दा वास्तविकताको सामना गरेर यी विदेशीको नेपालीहरूलाई जेनेरेसन आफ्टर जेनेरेसन नेपालसँग कसरी कनेक्टेड गरिरहन सकिन्छ त एउटा नयाँ प्याराडाइमबाट त सोच्नु पर्यो नि। 35 वर्ष अगाडि नेपालीहरू विदेशीकै थिएन, त्यो सोच गर्नु जरुरी थिएन। अब त यो सोच आयो होइन, नेपालमै बस, नेपालमै केही गर भन्यो भने अघि मैले भनेकै कुरा हो नि, व्यक्ति त आफू व्यक्तिगत हिसाबमा पनि सक्षम हुन चाहन्छ नि। नेपालमै बसेर तपाईँले नेपालमै गर्छु गर्छु भनेर तपाईँले लाइफ लङ केही गर्न सक्नु भएन भने फेरि यो नेपालले तपाईँलाई गन्दैन। बरु तपाईँ विदेशमा गएर चाहिँ धेरै धन र सिप र उन्नति गर्नुभयो भने यही राष्ट्रले त्यो नागरिक चाहिँ हाम्रो नेपालको हो भनेर उसलाई सम्झना गरिरहन्छ र ऊ यहाँ आइ पनि रहन्छ र उसलाई फुल र माला लगाएर स्वागत पनि गरिरहेको हुन्छ। त्यस्तो उदाहरण त हामीले प्रशस्त देखिरहेछौँ, प्रशस्त देखिरहेछौँ। त्यसैले पनि अब आफ्नो हाम्रो नीति नियममा एउटा प्याराडाइम सिफ्ट त हुनु पर्यो नि। वास्तविकता यो हो कसरी मिटिगेट गर्न सकिन्छ,